एप्लिकेसन हो जसबाट तपाईँले आफ्नो WhatsAppको पुरै सिस्टमलाई नै अटोमेट गर्न सक्नुहुन्छ। एआई च्याटबोटदेखि लिएर बल्क मेसेजिङदेखि लिएर कल अटोमेसनदेखि लिएर के भन्छ च्याट फ्लोदेखि लिएर सबै कुराहरू अटोमेट गर्न सक्नुहुन्छ है। म देखाउँछु तपाईँलाई कसरी गर्ने भनेर। एकैचोटि बल्कमा मेसेज गर्नु पऱ्यो, यहाँ बल्क मेसेजिङ टुल छ, कन्ट्याक्ट एड गरेर बल्कमा गर्न सक्नुहुन्छ। अब तपाईँले यहाँ टेम्प्लेट बनाउन सक्नुहुन्छ, यहाँ गएर क्रिएट टेम्प्लेट गर्न सक्नुहुन्छ। अनि यहाँ गएर तपाईँले मजाले आफ्नो दिएर केही नाम दिएर अब यहाँ टेम्प्लेट राखेर मेसेज राखेपछि यहाँ एउटा बटम राखेर अब के बटम राख्नुहुन्छ तपाईँले वेबसाइटमा रिडाइरेक्ट गराउने कल गराउने कस्टमरलाई त्यो टेम्प्लेट गएपछि त्यो मेसेज गएपछि त्यो राख्न सक्नुहुन्छ। इमेज राखेर तपाईँले यहाँ क्रिएट टेम्प्लेट गर्न सक्नुहुन्छ। अनि मैले एक टेम्प्लेट क्रिएट गरिसकेको छु है। म एक चाहिँ तपाईँलाई त्यहाँ टेम्प्लेट क्रिएट यस्तो देखिन्छ तपाईँको। यसमा WhatsAppमा जाँदा त्यो अर्कै देखिन्छ। म तपाईँलाई त्यो सेन्ड गरिदिन्छु है। अनि तपाईँलाई इनकेस बल्क मेसेज गर्नु पऱ्यो भने यहाँ कन्ट्याक्ट एड गर्न सक्नुहुन्छ। यहाँ गएर एकैचोटि म्यानुअल कन्ट्याक्टमा अब एकैचोटि एकजनाको एड गर्नु पऱ्यो एकजना, इनकेस अब धेरैजनाको एड गर्नु पऱ्यो 100जनाको यहाँ 100जना, एकैचोटि अब एक्सेल फर्मेटमा एड गर्नु पऱ्यो भने कि डाउनलोड स्याम्पल गर्ने, यसमा अब फोन नम्बर हाल्ने 100 200 1000 10,000 सबैजनाको हाल्ने, त्यसपछि इम्पोर्ट गर्ने, एकैचोटि एड भइहाल्छ। एड गरिसकेपछि यहाँ भेरिफाई गर्न सक्नुहुन्छ। भेरिफाई गरिसकेपछि WhatsApp नम्बर छ कि छैन भेरिफाई हुन्छ। भेरिफाई भएको नम्बरमा मात्र सेन्ड गर्ने हो। अनि भेरिफाई नभएको नम्बरमा चाहिँ डिलिट गर्न मिल्छ सबै कुरा। अब बल्क मेसेज सेन्ड गरेर म तपाईँलाई देखाउँछु है। अब यहाँ तपाईँले यो क्याम्पेनको नाम बनाउन सक्नुहुन्छ। के हो मेरो सफ्टवेयरको हो, त्यही भएर यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ। अब सफ्टवेयर क्याम्पेन होइन, कुन ग्रुपमा सेन्ड गर्ने, कुन WhatsApp नम्बरबाट सेन्ड गर्ने हो, यो सेन्ड गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ यहाँ तपाईँले अब टेम्प्लेट सिलेक्ट गर्न सक्नुहुन्छ, के मेसेज सेन्ड गर्ने हो। मलाई यो MS अफिसको सेन्ड गर्नुपर्ने छ सबैजनालाई। अब MS अफिसको यो अब आयो टेम्प्लेट, त्यसमा इमेज पनि छ, त्यो पनि जान्छ। अब कति सेकेन्ड एभ्री मेसेज कति सेकेन्ड्समा जाओस्, मतलब 3 to 5 सेकेन्डभित्र जाओस् भनेर यहाँ म राखिदिन सक्छु राइट। अब सेड्युल गरिदिन्छु। अब सेड्युल गरेपछि तपाईँको यो क्रिएट भइसक्यो। अब जाँदैछ सेन्ड भने यो गइसक्यो मेसेज। एकैछिनमा त्यो मेसेज आउँछ है, उसलाई मेसेज आइसक्यो। अब यसरी बल्क मेसेज तपाईँले सेन्ड गर्न सक्नुहुन्छ। अनि उसले कस्टमरले हेर्छ, अब वेबसाइटमा गएर तपाईँको भिजिट वेबसाइट गरेर अर्डर गर्छ। एकैचोटि मल्टिपल मान्छेलाई चाहिँ मेसेज गर्न मिल्छ है यो सिस्टमबाट चाहिँ। यसरी चाहिँ है, यसरी मल्टिपल एउटा टेम्प्लेट भयो, यो टेम्प्लेट बनाएर गर्नु, यसरी मल्टिपल टेम्प्लेट बनाएर मल्टिपल मान्छेलाई चाहिँ बल्क मेसेज गर्न मिल्यो है। अब च्याट फ्लो कसैले तपाईँलाई हेलो हाई हाउ आर यु सब WhatsAppमा मेसेज गऱ्यो भने तपाईँले पुरा अटोमेट गर्न सक्नुहुन्छ। त्यो म एकछिनमा डेमो देखाउँछु तपाईँलाई है। अनि अर्को कुरा हो कि तपाईँले यहाँ तपाईँले च्याट फ्लो बनाउन सक्नुहुन्छ। च्याट फ्लो भनेको अब तपाईँले यहाँ सबभन्दा पहिला सबैले ग्रिटिङ बनाउनु भयो। ग्रिटिङ भनेको यहाँ क्रिएट च्याट फ्लो गरेर अब तपाईँले सबभन्दा पहिला कस्टमरले आयो भने हेलो हाई गर्ने हो। अब हेलो हाई गरेपछि अब तपाईँले त्यसको बेसिसमा के रिप्लाई दिने यहाँ नोट बनाउन सक्नुहुन्छ। रिप्लाई के दिनुपर्ने, अब नमस्कार हजुर कुन सर्भिस चाहियो, यसरी नै तपाईँले बेस्ट अन द्याट रिप्लाई दिन सक्नुहुन्छ। दिइसकेपछि यो एड गरिदिन सक्नुहुन्छ। यो त्यसपछि चाहिँ हेलो हाई भइसकेपछि अब तपाईँको कुनै प्रोडक्ट होला सर्भिसेस होला। अब त्यसपछि चाहिँ अब भन्छ हेलो हाई मलाई MS अफिस चाहियो, मेरो सफ्टवेयरको सेल्स छ, त्यो म MS अफिस एबी माइक्रोसफ्ट यो सब डिटेक्ट हुने बित्तिकै तपाईँको अब MS अफिस जाने। त्यसपछि चाहिँ उसले सोध्छ पेमेन्ट केमा गर्ने, त्यसपछि पेमेन्टको QR जाने, त्यसपछि कति गर्ने सोध्छ यति गर्ने, सब बेस्ट अन द्याट जाने। पेमेन्ट डन भनेपछि अब उसले पेमेन्ट गर्नुभयो भनेपछि पेमेन्ट डन भएपछि यसरी जाने। म तपाईँलाई डेमो गरेर देखाइदिन्छु यसको है। यसरी भइहाल्छ। त्यसपछि पुरै सिस्टमलाई नै अटोमेट गर्न सक्नुहुन्छ। लास्टमा उसले पेमेन्ट डन भन्छ भनेपछि पेमेन्ट डन भनिसकेपछि यो डनहरू किवर्ड डिटेक्ट हुन्छ, यो किवर्ड बेसिसमा हुन्छ है। अब पेमेन्ट डन पेमेन्ट भयो भनेपछि अब हस् थ्याङ्क यू फर मेकिङ पेमेन्ट, त्यसपछि यो नोट जाने हस् थ्याङ्क यू फर पेमेन्ट। एकछिन भेरिफाई गरेर अब म तपाईँलाई एकछिनमा डिटेल्सहरू सेन्ड गरिदिन्छु भनेर तपाईँले यहाँ सेन्ड गर्दा हुन्छ। अब यो सिस्टमलाई नै राति 12 बजे पनि तपाईँ सुतिराख्नुहुन्छ, तपाईँको अर्डर आइरहन्छ, तपाईँको एकाउन्टमा पैसा आइरहन्छ, तपाईँको बिहान प्रोसेस गर्दा हुन्छ। त्यो कस्टमर चाहिँ मिस हुँदैन, लिड मिस हुँदैन, तपाईँको सेल्स मिस हुँदैन, अरूमा चाहिँ जाँदैन। इनकेस अटोमेट गर्न सक्नुभयो भने, अटोमेट गर्नुभयो भने वर्कफ्लो कसरी काम गर्छ अघिको म तपाईँलाई देखाउँछु है। त्यो मैले सेट गरेको च्याट फ्लो हेर्नु पुरा सिस्टम नै अटोमेट। जस्तो फर्स्ट टाइम गएर कस्टमरले तपाईँलाई हाई भन्छ होइन, हाई हेलो डिटेक्ट हुने बित्तिकै हजुर नमस्कार भन्छ है, हजुर नमस्कार कुन सर्भिस चाहियो भन्छ है। यसरी नेपालीमै रिप्लाई गर्छ है मजाले। अनि त्यसपछि मलाई MS अफिस चाहियो, MS अफिस किवर्ड हुन्छ। त्यसपछि MS अफिसको यो हेर्छ मान्छेले, प्राइस हेर्छ है। ओके हाउ टु मेक पेमेन्ट भन्छ होला मान्छेले। यो बाहेक अरू क्वेसन सोध्यो भने तपाईँ बेस्ट अन त्यो सेट गर्न सक्छु तपाईँको बिजनेसमा बेस्ट अन के सोधिन्छ है। ओके हाउ टु मेक पेमेन्ट, अब पेमेन्ट किवर्ड भयो है, हेर्नुभयो। अब पेमेन्ट किवर्ड भयो, अब भन्छ कि कति गर्ने होइन, कति पेमेन्ट गर्ने, कति पेमेन्ट गर्ने भनेपछि अब बेस्ट अन द्याट हामीले वर्कमा सेट गरेका हुन्छौँ यो प्रोडक्टको यति प्राइस हो भनेर, अनि उसले पेमेन्ट गर्छ। ओके डुइङ हुन्छ। ओके अब तपाईँको उसले टाइप गर्छ कि ओके डुइङ वेट हुन्छ होइन।
अब उसले अर्जेन्सी क्रिएट गर्छ, पेमेन्ट गर्नुभयो कि भएन भनेर सोधिरहेको हुन्छ है। अब उसलाई पेमेन्ट गर्न लाउँछ है, पेमेन्ट गर्नुभयो, सेन्ड मी रिसिभ भन्छ, उसले पेमेन्ट गर्छ, डुइङ वेट उसले सेन्ड गर्छ, अनि एकछिनमा पेमेन्ट गर्छ, अनि रिसिभ सेन्ड गर्नुहुन्छ है। पेमेन्ट गरेर तपाईँ रिसिभ सेन्ड गर्नु, अनि पेमेन्ट पेमेन्ट गरिसकेपछि पेमेन्ट डन भनेर लेख्छ है उसले। पेमेन्ट डन लेखेपछि अब कन्फर्मेसन जान्छ है उसलाई, हस् विल भेरिफाई यर पेमेन्ट रिसिप्ट एन्ड प्रोसेस अर्डर। अब राति 12 बजे 1 बजे जति बजे 24 घन्टा आउनुहुन्छ तपाईँको एकाउन्टमा पेमेन्ट आएपछि फेरि तपाईँले अर्डर प्रोसेस गर्दा हुन्छ। त्यो मान्छेलाई त्यो आएर नै 24 घन्टा अनलाइन नै आएर त्यसलाई रिप्लाई गरेको गरे एउटै कुराहरू सेन्ड गरेको गरे गरिराख्नु परेन, सिस्टमलाई नै पुरै अटोमेट गर्न सक्नुहुन्छ है तपाईँले आफ्नो सिस्टमहरूलाई। यस्तो मजाको च्याटबोट सिस्टम बनाउन सक्नुहुन्छ यो सफ्टवेयरबाट तपाईँले। त्यसैले अहिले नै एपोइन्टमेन्ट बुक गरिहाल्नु है, हाम्रो हामीसँग लिँदा हुन्छ हाम्रो। यसो गरिसकेपछि राति तपाईँ सुतिराख्नुभयो, पेमेन्ट आउँछ, भोलि बिहान अर्डर प्रोसेस गर्दा हुन्छ है तपाईँले। हस् यहाँ चाहिँ फलोअप पनि गर्न सक्नुहुन्छ। जस्तै मैले तपाईँलाई भनिसकेँ, अब यसमा चाहिँ तपाईँले गएर क्रिएट फलोअप गर्न सक्नुहुन्छ। फलोअप भनेको अब यहाँ तपाईँले जस्तै मलाई सेड्युल गर्नु छ मिटिङ, यो म के टिचिङ गराउँछु अथवा एपोइन्टमेन्ट बुक गर्छु, एपोइन्टमेन्ट मेरो छ अथवा केही छ, कस्टमरलाई रिमाइन्ड गरेको गर्नु पऱ्यो, अफर प्रमोसन एभ्री विकमा। त्यसपछि यहाँ टेम्प्लेट गएर तपाईँले टेम्प्लेट बनाउन सक्नुहुन्छ, टेम्प्लेट बनाएर एकैचोटि यो गरेर राखेर हाल्न सक्नुहुन्छ। अनि तपाईँ कहिले जानुपर्ने, यो मानु 9 बजे जानुपर्ने, 9 बजे आज 9 तारिक जानुपर्ने, अब टाइम राख्न सक्नुहुन्छ। जस्तै टाइम राख्न सक्नुहुन्छ 11 बजेर यति मिनटमा 39 मिनटमा तपाईँको जानुपर्ने होइन। अनि तपाईँको यहाँ चाहिँ यो चाहिँ अप्सनल, यो दिनदिनै जानुपर्ने भनेपछि अब तपाईँले यहाँ त्यो मेक अ रिकरिङ फलोअप, मतलब सधैँ जानुपर्ने भनेपछि अब यसलाई अब डेली जानुपर्ने भने चाहिँ डेली राखेर अब डेली यति बजे चाहिँ इनकेस यो अटो सेड्युल इनकेस कुनै फेल भयो भने अटो सेड्युल गर्न सक्नुहुन्छ। अनि यसो क्रिएट गर्नुभयो भने यो सेड्युल भइसक्यो, अब सेड्युल भइसक्यो, बिहान 11:39 AM त्यो वाट्सएप नम्बरमा यो जतिवटा एड गर्नुभएको छ सबलाई चाहिँ फलोअप जान्छ, भइहाल्छ। यो मैले सेड्युल गरेको छु है। अब हेर्नुहोस्, यो सेड्युल मिटिङ सेड्युल गरेको थिएँ, अनि यो मिटिङको लिङ्क आइसक्यो। यसरी तपाईँले क्लास सेड्युल गर्नु सक्नुहुन्छ है। मल्टिपल त्यो मान्छेलाई चाहिँ त्यो गरिराख्नु पर्दैन, त्यो झन्झट चाहिँ गरिराख्नु पर्दैन कि सबैलाई सेन्ड गरिराख्नु पनि, एकैचोटि सेड्युल गरिदिनु सक्नुहुन्छ कन्ट्याक्ट म्यानेज गरेर। अनि त्यो मान्छेले जोइन गर्छ, मिटिङ बुकिङ एपोइन्टमेन्ट्स जे पनि रिमाइन्डर्स सबै कुरा सेड्युल गर्न सक्नुहुन्छ। यो बेस्ट हो है, यो वाट्सएप अटोमेसनको लागि है बेस्ट तरिका। म तपाईँलाई अब कल रेस्पोन्डरको बारेमा भन्छु। कल रेस्पोन्डर भनेको तपाईँले इनकेस कुनै पनि कल मिस गर्नुभयो भने होइन, के को लाइक कल मिस गर्नुभयो भने तपाईँले चाहिँ सर्टेन कुराहरू कस्टमरलाई सेन्ड गर्न सक्नुहुन्छ कि यस सेसन सेलेक्ट गर्ने, त्यसपछि मैले यहाँ टेम्प्लेट राखेको छु, सरी आई मिस द कल, आई विल कल यु लेटर। यस्तो सिस्टमहरू चाहिँ तपाईँले सेल गर्न सक्नुहुन्छ। कस्टमरलाई लाग्छ कि तपाईँले इग्नोर गर्नु भइरहेको होइन भनेर, यो पनि फिचर यसमा चाहिँ धेरै राम्रो फिचर हो। यो यसरी गरेर सेन्ड गर्न सक्नुहुन्छ यो मेसेज। इनकेस रिजेक्ट गरिदिनु भयो कल अथवा मिस गर्नुभयो भने बेस्ड अन द्याट, अथवा रिसिभ गर्नुभयो भने रिसिभ गरेपछि पनि सेन्ड गर्नु मिल्छ, आउटगोइङ कल गरेर पनि सेन्ड गर्नु मिल्छ है। अनि रुल क्रिएट गरिदिनु भयो भने अब तपाईँले कल गर्नुभयो भने इनकेस मिस भयो भने लाइक यस्तो रिमाइन्डर जान्छ। फेरि म स्क्रिनमा देखाउँछु तपाईँलाई, हो यस्तो जान्छ।